सिरिरिरिरिरी हावा चल्दैछ। ध्वजा र दुबो हावामा फरफराउँदैछन्। कहिलेकाहीँ त हावाको बेग यति तीव्र हुन्छ कि मानौ मेरो ज्याकेटसहित मलाई नै उडाइदिन्छ। अहिले हामी टिटस, अभिषेक अनि म टाढी भिरमा छौँ। टिमी टी गार्डनमा टिमी टी पिएर नाम्ची हुँदै हामी यहाँ आइपुग्यौँ। यहाँबाट देखिने दृश्य एकदमै मनमोहक छ। भिरबाट मुनि हेर्दा त एकपल्ट मन चुइयै भएर आउँछ। हामी तारे भिरको सायद 3-4 डाँडासम्म पुग्यौँ, जहाँसम्म थोरै पर्यटकहरू मात्रै जान्छन्। मलाई उचाइसँग डर लाग्छ, तर साथीहरूले आँट दिँदै जबरजस्ती भिरको डिलमा राखेर फोटो चाहिँ खिचिदियो। टिटससँग प्राय ग्याङटकमा भेट भए तापनि सायद लगभग 2 वर्ष बाद हामी 3 जना सँगै भेट भएको। एक साँझ ग्याङटकको रमणीय घुइँचोमा छिर्दै गर्दा टिटसले तारे भिर जाउँ भन्ने बित्तिकै हामीले अभिषेकलाई कल गरेका हौँ र फलस्वरूप हामी आज यहाँ छौँ। साथै हामी स्कुलका हाम्रा साथीहरू जो आफ्नो जीवनमा यतिसम्म व्यस्त छन् कि व्हाट्सएपको स्टेटसमा देख्दा मात्रै जिउँदै रहेछन् भन्ने थाहा पाउँछौँ। उनीहरूलाई सम्झिरहेका छौँ। हामी पनि सायद कुनै दिन यसरी नै व्यस्त हुन्छौँ होला, तर तबसम्मलाई भेटिरहनेछौँ, हाँसिरहनेछौँ अनि अरूलाई सम्झिरहनेछौँ।